ल अब एकचोटि सबैजना लेख्नुहोस्। तपाईँहरूलाई 2 मिनटवाला सिकाइदिउँ कि 2 सेकेन्डवाला सिकाइदिउँ? लेख्नुहोस् सबैजना। 2 मिनट कि 2 सेकेन्ड कि बोथ? लेख्नुहोस् लेख्नुहोस् सबैजना। 2 मिनट 2 सेकेन्ड बोथ? सबैजना लेख्नुहोस् त। 2 मिनट कि 2 सेकेन्ड कि बोथ? ल बोथ भन्नुभएको छ। सबभन्दा फर्स्टमा मलाई तपाईँहरू छिटो छिटो म्यासेज गरेर भन्नु होला, यो अन्तर भनेको तपाईँले के बुझ्नु भएको छ? ल भन्नुहोस् त, अन्तर भनेको के हो? डिफरेन्स भनेको के हो? लेख्नुहोस् त। हो, फरक, अर्थात् दुईवटा नम्बर बिचको के हो त? ग्याप हो, होइन र? होइन त? भनेपछि हेर्नुहोस्, सबभन्दा फर्स्टमा 2 मिनटवाला, जसलाई हामी कन्सेप्ट भन्छौँ। त सबभन्दा फर्स्टमा हामी कन्सेप्टको कुरा गर्छौँ। हेर्नुहोस्, फर कन्सेप्टमा भनेको छ कुनै सङ्ख्याको 10% र सोही सङ्ख्याको 23%को अन्तर। त मानिदियो त्यो सङ्ख्या कति हो? हाम्रो एक्स हो, होइन? र अन्तर भनेको त ठुलो नम्बर माइनस के हो त? सानो नम्बर हो, होइन? त के गर्ने? सो सङ्ख्या एक्स मान्ने। अब एक्सको 23% माइनस कति रे साथी? एक्सको 10%। अन्तर नै हामीलाई कति दिएको छ त? 65 दिएको छ, होइन? त भनेपछि यो हाम्रो कति आयो? सिधै तपाईँ 23%, यो पनि 23% अफ एक्स नै हो, यो पनि 10% अफ एक्स नै हो, सिधै तपाईँ घटाउन सक्नुहुन्छ। होइन भने तपाईँ यसलाई 23% भनेको 23 का मुनि 100, 10% भनेको 10 का मुनि 100 सोलुसन गरेर पनि गर्न सक्नुहुन्छ। नो प्रब्लम एट अल, जसरी पनि गर्न पाइयो, है? यसरी क्या, एक्स इन्टु 23% भनेको त 23 का मुनि 100 हो नि त। एक्स इन्टु 10% भनेको 10 का मुनि 100 हो नि त, होइन? अब यो कति आयो? एलसिएम हाम्रो 100 आइहाल्छ। त यो कति आउँछ हाम्रो? 23x माइनस कति? 10x बराबर कति आयो? 65 आयो। दिस मिन्स 23बाट 10 घटाउँदा कति आयो हाम्रो? 13x, होइन? 13x, यो 100 त्यता मल्टिप्लाई हुन्छ, 65 इन्टु 100 हुन्छ। सो 13 जा कति आयो? 65। भनेपछि त सो सङ्ख्या त हाम्रो कति रहेछ त? 500 रहेछ, होइन? सो सङ्ख्या कति हो त? 500। यो त हाम्रो के भयो? कन्सेप्ट भयो। र यति गर्न त हाम्रो आइक्यूमा 45 सेकेन्डमा त साध्य त हुन्न। त्यही भएर म तपाईँलाई 2 सेकेन्डको लागि पनि ल्याएको छु, व्यवस्था छ हामीसँग। अब 2 सेकेन्डको लागि हेर्नुहोस् ट्रिक, भिएसटी, भेरी सर्टकट ट्रिक हेर्नुहोस्। अब के भनेको छ हामीलाई? हेर्नुहोस् त, कुनै सङ्ख्या छ अरे 10% र 23%को अन्तर भनेको छ। माई डियर, जे भनेको छ नि केही लेट नगर्ने है, सिधै गर्ने। हेर्नुहोस् त, 10% र 23%को अन्तर भनेको छ। जनता जान्न चाहन्छ यो 10% र 23%को अन्तर कति? लेख्नुहोस् त एकचोटि च्याट बक्समा, सिधै गर्न सकिन्छ। अन्तर भनेको ठुलो नम्बर माइनस सानो नम्बर, है? ठिक छ, ठुलो नम्बर माइनस के अरे साथी? सानो नम्बर। अन्तर भनेको छ घटाउने ठुलोबाट सानो। यदि योगफल भनेको भए हामी सिधै 23मा के गर्थ्यौँ? 10लाई हामी जोड दिन्थ्यौँ र हामी 33%को कुरा गर्ने थियौँ, है त? सो 23 र 10 को फरक कति आयो? 13%। 13% भनेकै कति हो त? 65 हो, सक्यो। त्यसो भए 1% भनेको कति हो? 65 का मुनि 13। च्याट बक्समा मुसुक हाँसेर लेख्नुहोस् त, पर्सेन्टेज अर्थात् टोटल जहिले पनि कति हुन्छ पर्सेन्टेजमा? जहिले पनि पर्सेन्टेजमा टोटल कति हुन्छ? अलवेज 100% हुन्छ, राइट? सो इन्टु के गर्ने? 100 के गर्ने? मल्टिप्लाई गर्ने 100ले। 100%मा निकालेको भन्न खोजेको। सो 13 5 65, 5 गुणा 100 भनेको 500, सक्यो। च्याट बक्समा लेख्नुहोस्, मुसुक हाँसेर। क्लियर भयो कि भएन? लेख्नुहोस्, सबैजना लेख्नुहोस्। क्लियर छ साथी? लेख्नुहोस् क्लियर। नेक्स्ट प्रश्न तपाईँहरूको लागि, त्यो सङ्ख्याको 20% कति होला? गर्नुहोस्। सो सङ्ख्याको 20% कति होला? ल